एकजना महिलाले भवनको ढोकामा उभिएर ताली बजाइन्। ढोका नखुलेसम्म मजदुरले सोचिरह्यो कि यो महिला घरको काम गर्ने मान्छे हो कि मालिकानी। उसको पहिरन र श्रृङ्गार हेर्दा त ऊ काम गर्ने जस्तो देखिँदैन। केही बेरमा एउटी महिलाले ढोका खोलिन्। मजदुर उनको अनुपम सुन्दरता र मनमोहक भाव देखेर बेहोस जस्तै भयो। जुन महिलाले उसलाई बजारबाट ल्याएकी थिइन् उनी उत्सुकतापूर्वक उसको अलमलको तमासा हेर्न थालिन्। तर घरभित्रबाट आएकी महिलाले उसलाई भनिन्, "त उभिएर के हेर्दैछेस्? यो गरिब सामानको भारले थिचिएको छ। चाँडै यसलाई भित्र लैजाएर यसको सामान उतार।" मजदुर भित्र गयो तब दुवै महिलाले भित्रबाट ढोका बन्द गरिन् र उसलाई एउटा ठूलो घरमा ल्याइन् जहाँ धेरै मूल्यवान नरम आसनहरू बिछ्याइएका थिए र विभिन्न किसिमका सुविधाका बहुमूल्य भाँडाहरू राखिएका थिए। ती सबैको बीचमा चन्दन र अगरको काठबाट बनेको एउटा ठूलो सिंहासन पनि थियो। मजदुर यद्यपि टाढासम्म भारी बोकेर हिँडेको कारण धेरै थकित थियो, तर त्यो कोठाको सामग्री र सजावट देखेर आफ्नो थकान बिर्सियो र ऊ खुसी भएर त्यो शोभा हेर्न थाल्यो। विशेष गरी उसलाई सिंहासनमा बसेकी अत्यन्तै सुन्दर महिलाले धेरै आकर्षित गरिन्। उसलाई पछि थाहा भयो कि सिंहासनमा बसेकी महिलाको नाम ओजस्वी हो। उनी त्यो घरकी मालिकनी हुन्। जुन महिलाले ढोका खोलेकी थिइन् उनको नाम कामिनी थियो र जुन महिलाले बजारबाट उसलाई सामान बोकाएर ल्याएकी थिइन् उनको नाम रूपती थियो।